पहिलो फिक्स छ ठुलो पार्ट 1 हान्यो रातिको 12-1 बजीसम्म। आजको भ्यू दामी देख्यो यार, पानी पर्ला जस्तो देखिन्छ त। गुड मर्निङ, आज डे 2 पार्ट 2। रड हानेर छोडेको हिजो राति, बाँदर रहेछ त्यहाँ माथि, केही हलचल छैन। सुनिदा नि आइएको थियो, आज चाहिँ अलिक कम भयो, घट्यो। हिजोको लागि चाहिँ घट्यो, आज चाहिँ दार्जिलिङ झुम्नु सन्चो भयो। तर आगो ताप्दैछ नि, चिया पाक्दैछ। अरू भन्दा पनि दाना सकियो, दाना लिन जानु पर्यो अब। बजार जानुपर्छ यार फेरि दाना लिन पनि। त्यही हो, वेदर दामी छ। वेदर चाहिँ ओभर दामी। सहर साइजकै छ यो चाहिँ, हिजो राति परेको। अन्त टिन्टा मात्रै पकाउनु लगाएको चाहिँ जे माछा दह्रो खाइयो। मिट मसला यो चाहिँ नुन, अनि यो चाहिँ होममेड मसला। खाना खाएर एक डाइभ हान्नुपर्छ, कस्तो मिठो छ यो मसला चाहिँ, होममेड हो। ल काका दिन छ नि त। ईश्वरले सही टाइममा सम्झाइ बक्सिनु भयो नि त। लेमन लिएर सबै हालिदिने हो? सबै हाल्नु पऱ्यो नि, तार्ने हो नि त। ओहो, जुस त डेन्जर रहेछ यसमा। मजा आउने भयो होइन। दुईटा मात्रै काटिदिएको माछा त, गएपछि त ढिलो खाने हो। पुग्दैन होला, तेल अझै थप्नुपर्छ होला सुजन त्यसमा। आगो तन्किनु पर्छ यार, छिटो हुन्छ बल्ल माछालाई फ्राई हुन छिटो भयो नि, तरकारी पनि छिटो पाक्छ।
चिया पाक्यो। पिस होला नि। साथी यहाँ मछली मार्दैछन्। रड हल्लायो भने त्यो भर्खरै हामी चाहिँ भर्खर गएर दाना लिएर आएर बजारमा गएर दाना मैदा बोकेर आएर अनि बल्ल हानेको। दुईवटा उता छ, उता हाने साथीले एउटा उता राखेको छ, एउटा यहाँ। यो मैले अहिले भर्खर हानेर गएको तरकारी पकाउँदाखेरि त्यही हो। हावा चल्यो आज चाहिँ वेदर चाहिँ अलिकति पानी पर्ला पर्ला जस्तो देखियो। ढेँडो बनाउनु लागेको कुकरमा, अर्को भाँडा छैन। अनि माछा पाकेर यहाँ तरकारी रेडी भइसक्यो। यसमा उस बनाउनु छ ढेँडो, कुकरमा बनाइदिने हो। पानी उमाल्दैछु। हाम्रो ढेँडो उसमा भात मिसाएको। यो चाहिँ हिजो बेलुकीको अलिकति भात थियो, त्यो हालेर बनाएको। अनि तरकारी त थाहा नै छ हजुरहरूलाई। अब खाने भोक लाग्यो, 11:30 भइसक्यो। ढेँडो अनि मजा कस्तो भयो त नि। साथीहरू थाल नल्याउने थाल नल्याएपछि यसरी खानुपर्छ। ठिक छ। खाना खाएर पनि सक्यो। अब हान्न लाग्यो फेरि। 3टा रड रेडी छ, एउटा हानेर राखेको छ उता। पानी ठिकै छ अहिले, वेदर पनि ठिकै छ, हावा चल्यो नि त्यति। यता हान्यो भने त धेरै अड्किन्छ कि, त्यही भएर यो लाइन हाने होइन, त्यो लाइन कुना कुना मात्रै हानेछु। त्यतै गरेर हान्छु फेरि। देखिए आगे। सही सही बवाल बवाल उका गोल्डन मसिर झन् आज त्यो च्याप्ने कुरा नल्याएको, घोल्याङ नल्याएको दिनमा यस्तरी माछा परेका। सही है अहिले हानेर छोडेको नि हो। खत्रो त नि हिजो त निकालेको जत्रै हो कि योभन्दा ठुलो थियो कि सानो थियो? यत्रै थियो त्यो पनि। दामी दामी है। गोल्डन मसिर सही। मुख सुन्नै सुन्नै आएको नि काम लागेछ। यो अटो एक्सपेरिमेन्टमा गएको ल। यो उस रिल ढिलो बनाउँदै त्यो ढुङ्गा च्याप लाग्छ त।
झ्याम्मै झट्टा हानेको परेको यार है फेरि पर्यो है साथी ल मेरो माछा आउँदैछ है फेरि ठुलै छ त माइनास त के भएको सही ल मसिर फेरि भर्खर यो हानेको कसम 3 मिनट भयो होला है मैले त अर्को रोड हानेर नि यसको रिग ढुङ्गा च्याप्न भनेर मिलाउँदै थिएँ झट्का हानिहालेको त नि चल यही बिग छ है त यो पनि ठुलै लाँदै किन भर्खरै फेरि एउटा पर्यो कप्परमा सिरी तर यसको आँखामा त गढी छैन तर आँखा निस्किन लाखा किन पनि ठुलो रहेछ ल है राम्रै खालको पर्यो हान्ने बित्तिकै राम्रै खालको ल छ भर्खरै हानेको फेरि परिसक्यो त नि छिटो छिटो पर्यो यसमा चाहिँ वान अफ द लकी रड सरै हो पनि स्टारको बन्नु परिरहेको छ ल अहिले चाहिँ अलि लामो टाउनपछि पर्यो ठिकैकै रहेछ ल राम्रै छ माछा हाल्नु पाइन्छ अहिले अझ तिनवटा मात्रै पकाउनु आएको खाजा हानु रोटी बनाएर प्याज के तेल लिएर हाल्न गुग्रे उता पछाडि उता ढुङ्गा माथि होला मलाई थाहा होइन साथी क्या मिक्स गरिदिनु पऱ्यो अन्त तेल तातिसक्यो हाल्नु त बल्ल बल्ल हालिहाल्छु त्यसलाई जाऊ ढुङ्गा तापेको चाहिँ यसलाई एकैछिनमा रातो भयो
के पानी गर्यो एकैछिनमा पाक्छ अरे ए पन्ने त फेरि हुँ तल यार रुम्स ल्याइदिउँ दाजु चलाइदिनु न त डाइलग हान्ने त देख्नु त ताते खाएर यही बेला झ्यापझुप पकाइदिनु पर्छ के छ ए गयो भुमरामा फेरि अहिले पुच्छर गयो अलिक टाउको गयो मागेकै रहेछ मागेकै रहेछ नि मर्न लागिसक्यो म त ग्यास नलिएर आउनुको गल्ती फिस सुप अनि रोटी दाम बस्छ नुन कम भएछ भर्खरै पऱ्यो फेरि एउटा साइजकै सर्ट चक्कु हरायो क्या हाम्रो पाइसक्यो ल आइज नि त त्यसो भए ल यो खोल तरकारी पाक्दैछ यतिर टाउको लाइटले नै यो चर्को ओए ल सेट भयो नि आधी झोल नै पोखेर पानी झोल पोखेर आगो निभ्यो क्या को 11 बज्न लागिसक्यो अहिले 10 बज्न लाग्ला धेरै त होइन फेरि एउटा सहर पर्यो माछा चाहिँ परेको चाहिँ हामीले खाना खाइसक्यौँ अनि अब सधैँ एउटै माछा पकायो भात पकायो खायो कति हाल्ने त नि है 2 दिनदेखिबाट त्यही गरिरहेछौँ सो माछा चाहिँ आज त्यति परे छैन त्यही भएर त्यति एक्टिभ छैन भिडियो बनाउनु चाहिँ अनि सोल्टी पनि मुख यत्रो आउँलै छिराउला त्यही है त माछा पऱ्यो भने देखाउने नै छु अहिले चाहिँ 10 बज्यो अनि माछा चाहिँ हल्का फुल्का परिरहेछ साथी उता बाहिर बस्यो अनि हामी दुईजना अब यहाँभित्र बसिरहेछौँ ढाड दुखेछ हिजो राम्रोसँग सुत्न पाएको थिएन यो दाँत दुखेर नि होला सायद अहिले चाहिँ अलि देखाउनु बाहिर थापेर राखेको छ नत्र भोलि बिहान भेटौँला सिधै आज चाहिँ थकेला माछा पऱ्यो भने चाहिँ देखाउँछु अहिले यति नै है त
गुड मर्निङ आज डे 3 3 दिनमा त मुख पनि सिधा भएछ अहिले त अघि नै उठेको अब माछा सुकाउने भनेर सुकाएर लाने भनेको माछा यति छ नि त टाढ बनाएर राखेको छ त्यहाँ आगो बाल्थ्यो त्यहाँदेखि रड चाहिँ थापेर राखेको दाना पनि सकिन्छ नि 2 किलो दाना सक्यो तर माछा चाहिँ परेन त्यति अस्तिको जति परेन तर हिजो चाहिँ राति 12 बजीसम्म नि यहाँ 19-20वटा छ होला अब यिनीहरूलाई क्लिन गरेर अनि आगोमा सुकाएर अनि घर लाने भनेको माछा चाहिँ यति 1 किलो छ क्या के अरे 2 किलो बढी छ यार यता यार फिक्स हो माछा 2 किलो बढी छ जस्तो छ 4 किलो दानामा 2 किलो लगभग 3 किलो त समात्यो होला है अस्ति खाएको सहित गरेर माछाकै 3 किलो त समात्यो होला है अस्ति होइन नि यहाँ त 2 किलो जति छ खाएको सहित गरेर क्या हामीले होइन 3 किलो समात्यो जस्तो 4 किलो दानामा 3 किलो माछा ठिकै हो नट सो ब्याड अब यहाँ टाँड बनाएको माछा सुकाउने तर यो एकदम टाइम लाग्छ भनेर साथी तेल खोज्न गएको छ फ्राई गरेर लाने रे त्यही हो त्यही भएर तेल लिन गएको छ वेदर चाहिँ दामी भएको छ त्यहाँ 2टा रड हानेर राखेको छ कि दाना पनि सकिसक्यो यस्तो दामी देखेको वेदर यस्तो छ 2 किलो फिक्स छ ठुलो यो छ तलतर ठुल्ठुलो यिनीहरू साइजकै पऱ्यो चाहिँ सरहरू चाहिँ अरू कत्लेहरू यहाँ साथीले पकाउँदैछन् रातो बनाइसक्यो कस्तो भयो त सुजन सर एकदम बवाल भइरहेछ साथी रमाइलो भइरहेछ होइन पाक्दैछ हाम्रो फिस फ्राई होइन मेरो अनि पराठा नि हो आथा आज चाहिँ गइहाल्ने छिटो ल हाम्रो माछाको भागभन्डा भइसक्यो यहाँ साथीको अर्को 2 पिस बाँकी छ यता फ्राई हान्दैछ लानलाई मेरो यहाँ छ एक साग दामी हुन्छ आधी किलो जति छ सबैले आधी किलो केटाहरूले त तताउँदैछन् त्यही हो अब नहुने टाउको कपाल यसरी हात निकाल्दाखेरि यति धेरै निस्कियो कपाल चुट्टिएर म एक डाइभ हान्छु अस्ति आउँदा नि परेको थिएन यतिको चाहिँ अस्ति आउँदा नि हल्का मात्रै परेको थियो त्यति हो त्यही पनि खुसी भएर गएको थियो आज नि झन् धेरै पऱ्यो झन् खुसी अनि मेरो अनुहार पनि सिधा भयो अहिले त आउँदाखेरि यत्रो भएर आएको थिएँ अहिले चाहिँ घटेर सानो भयो सो थ्याङ्क यू सो मच फर वाचिङ अब प्याक गरेर जाने हो